नमस्ते श्रोताहरू, धेरै धेरै स्वागत छ तपाईहरुलाई मेरो खल्तीको प्रसङ्गमा। आजको खल्तीको प्रसङ्ग यो सिजनको अन्तिम प्रसङ्ग हो र यस प्रसङ्ग मार्फत म तपाईहरुलाई भेटाउँदै छु वसुधासित। को हुन् त वसुधा? वसुधा एक साधारण महिला थिइन्। सानैदेखि वसुधाको जीवन एउटा सामान्य जीवन थियो। न धेरै ठुलो सपना, न त धेरै ठुलो महत्वाकांक्षा। तेजिलो बुद्धिको थिइन् उनी र जीवनमा सानो सानो कुरामा जीवनको खुसी खोज्ने गर्थिन्। बगैँचामा फुलेका रङ्गी चङ्गी फूल अनि ती फूलमा धाउने अनेक थरीका पुतलीहरू, झ्याल बाहिर चिरबिराउने चराहरू अनि नीलो आकाश, यस्ता कुराहरूमा वसुधा सधैँ रमाउने गर्थिन्। अद्वैसी जीवनमा आइपुगेपछि पनि वसुधाको जीवन सामान्य नै थियो। 9 देखि 5 जागिर खाने श्रीमान, 9 र 12 वर्षका 2 सन्तान, बिहान बेलुकीको खाना खाजाको तयारी अनि दिनभरको काममा व्यस्त नारी। यति नै थियो वसुधाको छोटो परिचय। जीवन साधारणमय। तर वसुधाको अहिलेको सबैभन्दा ठुलो चुनौती, च्यालेन्ज चाहिँ उनका 2 सन्तानलाई हुर्काउनु थियो, राम्रोसित पढाउनु र सही बाटोमा लगाउनु। तर अहिलेको समयमा सन्तान हुर्काउन कहाँबाट सजिलो छ र? स्कुलबाट घर छिरेपछि झोला फ्याँकेर मोबाइल र ट्याब्लेट समातेका 2 सन्तानलाई यो इलेक्ट्रोनिक्सबाट निकाल्न वसुधालाई निकै मुस्किल भइसक्या थियो। खाजा खाने बेला भइसक्या हुन्थ्यो अनि छोराछोरीलाई खाजा खाना भान्साबाट चिच्याउँथिन् वसुधा, घाँटी नै हुने गरी ध्वस्त। तर उनको बोली सुन्ने कानहरू युट्युबमा पूर्ण रूपले व्यस्त। अनि कसरी सुन्नु आमाले बोलाको? खाजा भने टेबलमा सेलाउन आँटिसक्थ्यो। वसुधाको शिर भने रिसले तात्न थालिसक्थ्यो। कोठामा रिसाउँदै गई कान बटारी दुवै माथि गर्जिन्थिन्। इलेक्ट्रोनिक्स बन्द गराई खाजा खान लखेट्थिन्। दिगदार वसुधा सोच्ने गर्थिन्, लौन कस्तो भयो यो घरको हाल। इलेक्ट्रोनिक्सले कैदी बनाएको आजकालको बाल्यकाल। न रङ्गी चङ्गी फूल देख्छन् यिनका आँखाले, न त ती पुतलीका पछाडि दौडन्छन् पाइलाहरू, न चराको चिरबिरमा भाका भेट्छन् ती कान। इलेक्ट्रोनिक्सले कैदी बनाएको आजकालको बाल्यकाल। सानो छँदा खाने टेबलमा बेबी शार्क डुडुडु भन्ने भिडियो नदेखाएसम्म कान्छाले मुखै खोल्दैनथ्यो। आफ्नो कान्छो छोरोलाई खुवाउनको निम्ति ल भइहाल्यो नि भनेर त्यति बेला वसुधाले हेर्न दिइन्। आजसम्म पनि खाना खाँदा सन्तान भिडियो नै खोज्छन्। टेबलको खाना भन्दा पहिले युट्युबको भिडियो रोज्छन्। ती जिब्रोले पनि के अनुभव गर्लान् खानाको स्वाद? हर दिन खाने बखतमा कति गर्नु विवाद। घर घरमा नयाँ पुस्ताको यस्तै छ हाल। इलेक्ट्रोनिक्सले कैदी बनाएको आजकालको बाल्यकाल। खाजा बल्ल बल्ल खान सकेपछि बच्चाहरूलाई होमवर्क गर्न जान निर्देशन दिन्थिन् वसुधा। पढ्न जाओ भनेर आफ्नो कोठामा लखेट्थिन्। कम्प्युटरबाट होमवर्क बुझाउनु पर्छ भनेर कम्प्युटरमा बसेको ठुलो सन्तान कुन बेला भिडियो गेम खेल्न थाल्थ्यो कसरी बुझ्ने वसुधाले? बाबु आमा भन्दा आज भोलि बढी जान्ने भएका छन् सन्तान। बाबु आमा भन्दा आज भोलि बढी जान्ने भएका छन् सन्तान, जसलाई पनि सजिलै जालमा फास्न सक्ने यो इन्टरनेट रूपी जाल। इलेक्ट्रोनिक्सले कैदी बनाएको आजकालको बाल्यकाल। तै पनि वसुधाले भने हार खाएकी छैनन्। बरु आजकाल उनी बगैँचाको फूलहरूमा खासै ध्यान दिन्नन्, न त झ्याल बाहिरको चराको चिरबिरमा। बरु पढ्ने बेलामा कतै युट्युब चलिहाल्छ कि भनेर उनी कान चनाखो राख्छिन्। कोठामा सुत्ने बेलामा बत्ती निभिसकेपछि कतै मोबाइल चलाएका छन् कि भनेर आँखा ती मोबाइलको उज्यालोतिर उनी ताक्छिन्। जेल बाहिरको गार्ड जस्तो भइसकेकी छिन् वसुधा। आफू सानो हुँदा उनलाई घुम्न जान साह्रै मन पर्थ्यो। आमासित बिहान बिहान मन्दिर जानु उनको सबैभन्दा मन पर्ने कुरो थियो।
यसैले गर्दाखेरि यो शनिबारको निम्ति उनले मन्दिर जाने प्लान गरिन्। आफ्नो छोराछोरीसित केबल कार चढ्न जाने भनेर उनले प्रस्ताव पनि राखिन्। तर आजकालका सन्तान न उत्साह राख्छन् न घुम्न जान उमङ्ग। सन्तानहरू आजभोलि इलेक्ट्रोनिक्समै दङ्ग, न बाहिर फुटबल खेल्ने टोली न त छर छिमेकमा कुनै खलबल। यस्तै छ आजकाल इलेक्ट्रोनिक्सले कैदी बनाएको बाल्यकाल। तर वसुधाले कोसिस गर्न भन्ने छोडेकी छैनन्। जतिसुकै सन्तानले गनगन गरे पनि त्यस दिन सपरिवार वसुधा केबल कार चढ्न गइन्। मन्दिर गएर देवीको दर्शन पनि गरिन्। नयाँ परिस्थितिमा नयाँ तरिकाले चल्न सकूं भनेर हात जोडेर देवीसित आशिष पनि मागिन्। आखिर कसरी सन्तुलन राख्ने यो दैनिक जीवन र यो सन्तानहरूको बढ्दै गइरहेको इलेक्ट्रोनिक्स जीवनमा? यो विषयमा भने वसुधा निकै चिन्तित हुन्छन्। वसुधाका सन्तानहरू आफन्तका जान पनि खासै मन गर्दैनन्। गए भने पनि फेरि एउटा कुनामा गएर इलेक्ट्रोनिक्स चलाऊ, गेम खेलौँ भनेर सोधिहाल्छन्। मान्छेको अगाडि कति नाइ नास्ति गर्नु, कति कराउनु हुन्छ भन्नै पर्छ उनलाई। यसले गर्दा आजकाल सन्तानमा सामाजिक शैलीको विकास नभएको हो कि भनी वसुधा डराउँछिन्। बोल्न हिचकिचाउँछन्, मानिस धेरै देख्दा अलिअलि डराउँछन्। सन्तान आजकाल इलेक्ट्रोनिक्स नपाउँदा बेसरी कराउँछन्। बाबुआमाको अपेक्षा एकातिर, सन्तानको अर्कै छ चाल। इलेक्ट्रोनिक्सले कैदी बनाएको आजकालको बाल्यकाल। कति कठिन भयो सन्तान हुर्काउन आजकल। आफ्ना दिदी बहिनी र साथीसँगी भेट्दा पनि प्राय वसुधा यही कुरा गर्ने गर्छिन्। दुईटा पुस्ता बीचको यो बढ्दै गइरहेको दूरी इलेक्ट्रोनिक्सले अझ बढाइदिएको छ। यस अवस्थामा वसुधा सोच्ने गर्छिन्, कस्तो होला भविष्यको हाल। इलेक्ट्रोनिक्सले कैदी बनाएको आजकालको बाल्यकाल। वसुधाको घरमा जस्तै तपाईको घरमा पनि के इलेक्ट्रोनिक्सले बाल्यकाललाई कैदी बनाएको छ? यही प्रश्नको साथ म यो सिजनबाट बिदा माग्दैछु। अर्को सिजनमा फेरि नयाँ प्रसङ्गहरू साथ आउनेछु। त्यतिन्जेलसम्मलाई सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद।